साथीहरु वेलकम टु आवर मिनी ब्लग। सबैजनालाई नमस्ते। आज चाहिँ अहिले चाहिँ दिउँसोको 12 बज्यो अनि हामीलाई सरले स्कुलमा बोलाउनु भएको छ। के कारणले हो ल जान्नलाई उत्सुकता हुने हैन र। अनि हाम्रो चाहिँ आज दुईजना साथी एब्सेन्ट छ किनकि उहाँहरुको घरमा काम थियो नि, त्यही भएर। अनि एउटा म चाहिँ यहाँ बोलिरहेको छु तपाईहरुको अगाडि, एउटा साथी चाहिँ क्यामेराम्यान बनिरहेको छ। यो चाहिँ बारमन्दिर जाने बाटो हो। यहाँदेखि माथि मेरो साथीको घर जाने बाटो पनि देखिन्छ। जुम्लाको एकदमै पपुलर र फेमस ठाउँको बारेमा तपाईँलाई भन्छु म। यो चाहिँ हाम्रो टुरिखेल हो। टुरिखेलमा चाहिँ आर्मी ट्रेनिङहरू, एनसीसी ट्रेनिङहरू धेरै कुराहरू हुन्छ। हाम्रो स्कुलबाट गेम खेल्न पनि आउँछ हामीहरू। अनि त्यसको लागि चाहिँ लेटर दिनुपर्छ। हामीले 21 दिनको क्याम्पको लागि यहीँ सिकेको ट्रेनिङ देख्न सक्नुहुन्छ। सरी साथीहरू, मैले तपाईँलाई धेरै चाहिँ देखाउनु पाइनँ किनकि अहिले हामीको टाइम धेरै कम छ। हेर्नु चाहिँ सिनारीहरू हाम्रो राष्ट्रिय फुल यो हाम्रो चिरेमा पाइन्छ कि मेरो साथीले ल्याएर छ अनि मैले उठाएर ल्याइदिएको। ल हामी अब दुईजना मिली स्कुलतर्फ जाँदैछौँ। हाम्रो फुल भिडियो हेर्नु है, भ्लगले माया पनि गरिदिनु ल। अब चाहिँ हामी स्कुलको एकदमै नजिक एकदम जुम्लाको फेमस धेरै जसो साथीहरूले थाहा होला कि यहाँ बस्नु हुने सम्पूर्ण साथीहरूले थाहा होला यहाँ के भइरहेछ, यो कुन ठाउँ हो भनेर। जसले थाहा छ कमेन्ट गरिदिनु ल। यो चाहिँ हाम्रो स्कुलको एकदम बिचको बिच मध्यन्तर बाटो हो। यो हाम्रो स्कुलको मेन रोड। पुरीको पसलहरू देखाउन चाहन्छु म। यो चाहिँ चस्माहरू पाइने पसल, यो चाहिँ गिफ्ट प्याकिङ, यो चाहिँ सुनचाँदी पसल। अनि स्टेसनरीहरू पनि छ टन्नै। स्टेसनरीहरू सँगै हुँदा हेलो अङ्कल नमस्ते, सन्चै हुनुहुन्छ? यो चाहिँ हाम्रो स्कुलको एकदम नजिकको आइसक्रिम पाइने पसल। यो चाहिँ स्टेसनरी स्टेजको ठिक्कै परि एकदम मिड पोइन्टमा चन्द्रनाथ स्कुल रहेको छ। चन्द्रनाथ स्कुल हाम्रो स्कुलको छिमेकी स्कुल हो क्या साथीहरू। ल यो चाहिँ हाम्रो एकदम स्कुलको प्रिय मनलाग्दो बाटो। ल साथीहरू फाइनली हामी स्कुलमा पुगिसकेका छौँ। यो चाहिँ हाम्रो स्कुलको गेट हो। अब हामी गेटभित्र जाने के कारणले बोलाउनु भएको थियो सरले, बुझ्नलाई इच्छुक हुनुहुन्छ होइन? ल नेक्स्ट भ्लगमा देखाउँछु म। ल हेर्नुहोस्, यो चाहिँ हाम्रो फुल भ्यू हो। सबै साथीहरू आइसक्नु भएको छ। हेलो सर, गुड आफ्टरनुन। के छ भ्लगर भाइ, सन्चै के छ? यहाँ हाम्रो स्कुलको एडमिसन ओपन भइसक्यो, इक्जाम दिइरहेछन्। यो हाम्रो इमोसनल ड्यामेज स्कुलको फुल भ्यू हो। यो चाहिँ हाम्रो स्कुलको एकदम ब्युटिफुल, मलाई मनपर्ने ठाउँ हो कि। यो चाहिँ हाम्रो स्कुलको लागि हाम्रो लागि मेनली त उहाँहरू म्याम हुनुहुन्छ। हाम्रो म्यामहरू स्कुलको लागि धेरै मिहिनेत गरिराख्नु भएको छ हाम्रो लागि। गुड आफ्टरनुन म्याम, सन्चै हुनुहुन्छ सबैजना? हेर्न सक्नुहुन्छ कति मिहिनेत गर्नुभएको छ। मलाई मेरो साथी मिलेर हाम्रो होल स्कुल देखाउँछौँ है। एउटा सेकेन्ड फ्लोर हो। वाउ कति राम्रो भ्यू के माथि, खतरा। हाम्रो युकेजी क्लास सानो बच्चाहरूको, यो पनि युकेजी क्लास थियो, ए सेक्सन यो बी सेक्सन। यो चाहिँ एचडी क्लास, यो पनि एचडी क्लास।
Most important quote is on culture like formula need to learn. Welcome to our 6th class. This is our 6th class. खासमा चाहिँ यहाँ 7 छ पाइरा क्लास पुरा सकिसक्यो त्यो भएर डन लाइन हेलो साथीहरु यो चाहिँ हाम्रो ओल्ड ए क्लास अनि चाहिँ न्यू क्लास हो एकदमै मेमोरेबल क्लास यो चाहिँ हाम्रो स्कुलको टप भ्यू मेरो साथी अगाडि गइरहेछ भ्यूहरू देखाइरहेछ गुम्बाको भ्यू चरनाथ स्कुलको भ्यू चिमारा मालिकाको भ्यू यो चाहिँ हाम्रो स्कुलको फ्रन्ट भ्यू हाम्रो स्कुलको बस यो चाहिँ जिल्ला प्रशासन कार्यालयको भ्यू फाइनली साथीहरू सबैलाई सरी आज हाम्रो त्यो काम पुरा हुन पाएन किनभने सरको आफ्नै काम थियो अरे त्यही भएर आज सर आउनु पाउनु भएन र हामी अब घरतर्फ लागेको कस्तो फिल भइरहेछ मेरो साथीको कपाल यति लामो छ क्या साथीहरू यस्तो मनपर्छ मलाई साथीहरू यो हाम्रो बजार हामीले बनाएको ब्लगहरू कस्तो लाग्छ हामीलाई थोरै जानकारी दिनु होला है साथीहरू हामीले बनाएको ब्लगहरू हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गरिदिनु होला है जस्तै कस्तो ब्लग बनाउनुपर्छ हामीले कुन ठाउँमा के मिस भएको छ त्यो हामीलाई भन्नुहोस् है कमेन्टमा अनि हामी त्यही अनुसार एकदम राम्रो ब्लग बनाउने कोसिस गर्नेछु तपाईँको साथ सपोर्टले एउटा राम्रो ब्लग बनाएर होइन हामी ट्राई गर्नेछु अब हामी लागेको साथीहरू घरतिर घरमा गएर बस्नुपर्छ अब एकदम बीच बजार कृष्ण मन्दिरको भ्यू यहाँनिर चाहिँ एउटा ब्याङ्क छ सिद्धार्थ ब्याङ्क हेलो गुड आफ्टरनुन अघि हामी जुन बाटो आएको थियौँ त्यही बाटोतर्फ लाग्यो हामी अब घरतर्फ लागेको बिस्तारै गएर घरमा गएर भ्लगिङ एडिट गरेर पोस्ट गर्नु छ नि